नमस्ते साथीहरु, स्वागत छ हाम्रो यस YouTube च्यानलमा। साथीहरु, तपाईहरु पनि कक्षा 12 को पूरक परीक्षा दिएर चाहिँ परीक्षाको रिजल्ट चाहिँ पर्खिरहनु भएको छ भने आजको भिडियो तपाईलाई एकदमै युजफुल हुनेछ। साथीहरु, आज भर्खरै चाहिँ कक्षा 12 को पूरक परीक्षाको रिजल्ट पनि प्रकाशित भइसकेको छ र यतिखेर तपाईले स्क्रिनमा देख्न सक्नुहुनेछ सूचना चाहिँ जारी गरिएको छ नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड सानोठेमी भक्तपुर र कक्षा 12 को मौका परीक्षाको परीक्षाफल प्रकाशन सम्बन्धी विज्ञप्ति भनेर दिइरहेको छ। 82 साल यो तपाईले देख्न सक्नुहुनेछ र विद्यार्थीको संख्या परीक्षा दर सबै यहाँ दिइरहेको छ भने त्यस्तै गरी तपाईले आफ्नो रिजल्ट चेक गर्नको लागि चाहिँ वेबसाइट एसएमएस र आईबीआर द्वारा चेक गर्न सक्नुहुनेछ र एसएमएस र आईबीआर बाट तपाईले चेक गर्नुहुन्छ भने त्यसको लागि तपाईले के कस्ट लाग्छ भने वेबसाइटबाट चेक गर्नुहुन्छ भने फ्री अफ कस्ट मार्कसिट साइजको रिजल्ट चाहिँ चेक गर्न सक्नुहुनेछ र त्यस्तै गरी फर्स्ट नम्बरमा वेबसाइट चाहिँ दुईटा दिएको छ तपाईले स्क्रिनमा देख्न सक्नुहुनेछ। फर्स्ट वेबसाइट रहेको छ www.neb.gov.np रहेको छ र त्यस्तै गरी सेकेन्ड वेबसाइट रहेको छ www.neb.ntc.net.np रहेको छ भने त्यस्तै गरी एसएमएस द्वारा चेक गर्न चाहनुहुन्छ भने तपाईले आफ्नो मोबाइलमा रहेको एसएमएस बक्स ओपन गर्नु होला, 1600 टाइप गर्नु होला र मेसेजमा चाहिँ क्यापिटलमा एनईबी स्पेस र सिम्बल नम्बर राखेर सेन्ड गरिदिनु होला। तपाईको रिजल्ट चाहिँ सजिलैसँग तपाईले चेक गर्न सक्नुहुनेछ र साथै त्यस्तै गरी रिजल्ट चेक गर्न पनि एकदमै सजिलो रहेको छ। तपाईले मार्कसिट साइजको रिजल्ट चेक गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईले आफ्नो मोबाइल अथवा ल्यापटपमा रहेको कुनै पनि ब्राउजरलाई ओपन गर्नु होला र साथीहरु ब्राउजर ओपन गरिसकेपछि तपाईले neb.ntc.net लेख्नु होला। एनईबी को वेबसाइट चाहिँ अलिकति लेट चलिरहेको छ, ओपन नभइरहेको छ र त्यसैले तपाईले एनटीसी को यो वेबसाइट खेल्नुहुन्छ भने चाहिँ तपाईहरुको यस्तो प्रकारको इन्टरफेस खुल्नेछ जहाँ तपाईले मार्कसिट साइजको आफ्नो रिजल्ट चाहिँ चेक गर्न सक्नुहुन्छ। नेशनल एजुकेसन बोर्ड क्लास 12 सप्लिमेन्टरी एक्जाम 2082 भनिरहेको छ। 2082 सालमा चाहिँ यो रिजल्ट लिएको थियो भने यसको रिजल्ट चाहिँ तपाईले यो वेबसाइटबाट सजिलैसँग चेक गर्न सक्नुहुन्छ। साथीहरु, रिजल्ट चाहिँ म चेक गरेर देखाउने थिए, मसँग चाहिँ कुनै पनि सिम्बल नम्बर नभएको कारणले रिजल्ट चाहिँ म चेक गर्न सक्दिन। सो तपाईले चाहिँ आफ्नो रिजल्ट चेक गर्नको लागि भने फर्स्टमा सिम्बल नम्बर डेट अफ बर्थ राखेर सबमिट गरिदिनु होला र यति गरिसकेपछि तपाईले मार्कसिट साइजको रिजल्ट चाहिँ चेक गर्न सक्नुहुनेछ र त्यस्तै गरी मुनि अरु इन्फर्मेसन पनि दिइरहेको छ। तपाईले एसएमएस बाट हेर्न चाहनुहुन्छ भने 1600 मा डायल गर्नु होला, 1600 मा एसएमएस गर्नु होला र त्यस्तै गरी आईबीआर बाट गर्नुहुन्छ भने 1600 मा डायल गरेर तपाईले आफ्नो रिजल्ट चाहिँ सजिलैसँग 1601 मा आईबीआर बाट भने तपाईले 1601 रहेको छ, 1601 मा डायल गरेर आफ्नो रिजल्ट चाहिँ सजिलैसँग चेक गर्न सक्नुहुनेछ। सो सबै साथीहरुलाई चाहिँ म फेरि कंग्रेचुलेसन भन्न चाहन्छु। यो फेरि मौका परीक्षा तपाईहरुले पाउनु भएको छ र यो मौका परीक्षा बापत तपाईले चाहिँ पास भएको खण्डमा तपाईले ब्याचलर चाहिँ जोइन गर्न सक्नुहुन्छ र ब्याचलरको लागि पनि बेस्ट अफ लक भन्न चाहन्छु र पास हुने जति पनि साथीहरुलाई चाहिँ कंग्रेचुलेसन भन्न चाहन्छु र त्यस्तै गरी हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। भर्खरै खोलेको नयाँ च्यानल रहेको छ, च्यानललाई सपोर्ट गर्नु होला।